हामी चाहिँ गुरुछारी श्री वृन्दावन म्युजिक स्टुडियो चाहिँ यहाँनिर खोल्नु यो स्थानमा बनिनु भनेको चाहिँ खासमा म चाहिँ केही पनि होइन, म चाहिँ कोही पनि होइन अनि म चाहिँ केही पनि होइन, किनभने म एक्लैले यो केही पनि हुनु सम्भव पनि थिएन। एउटा मान्छे मात्रैको कल्पनाले हुन नसक्ने कुराहरू भयो। म आफै पनि अचम्म लाग्छ र म मेरो गुरु मेरो ईश्वरलाई चाहिँ एकदमै धेरै धन्यवाद भन्छु। म भित्र बसेर उहाँले नै प्लान गरेर जतिजना पनि सहयोगी जस्तै यहाँ हाम्रो यो निर्माण गर्ने हाम्रो विश्वकर्मा भगवानहरू चाहिँ अलिपुरद्वारबाट आउनुभएको थियो अनि गाउँका भाइहरूले यो सिमेन्टका जम्मै कामहरू गरेका हुन्। सबैले हरेकले सेवा गरिदिए। तपाईँहरू सबैको आशीर्वादले यो बनिएको कुरा हो। अनि यसमा म चाहिँ केही पनि होइन। र आज गुरुछारी श्री वृन्दावन म्युजिक स्टुडियो चाहिँ सङ्गीत, साहित्य अनि अध्यात्म अनि विशेष गरी एउटा बुढापाकाहरूको लागि एउटा शीतल ताप्ने छहारी, त्यसपछि साना नानीहरूका लागि एउटा संस्कार सिक्ने ठाउँ हामीले यो निर्माण गरेका हौँ। यहाँ चाहिँ साना नानीहरूबाट हामी पनि सिक्छौँ र हामीले अनुभव गरेका कुराहरू उहाँहरूसँग पनि बाँड्छौँ, त्यो ठाउँ बनाएका हौँ। अनि हामीले सङ्गीतका कामहरू सुरु गरिसकेका छौँ। तपाईँहरूले कति हेर्नु पनि भएको छ र त्यो चाहिँ सुरुवाती हाम्रो टेस्ट मात्रै भइरहेछ। अनि अब पछि चाहिँ समग्र डुवर्सलाई लिएर आफ्ना गाउँका अग्रज कलाकारहरूदेखि लिएर नवोदित कलाकारहरू लिएर सबैसँग काम गर्ने हाम्रो एउटा बनिरहेको छ, जम्मै प्लान्सहरू बनिएको छ। अनि सङ्गीतमा काम गरिरहेको छौँ। हामीले अध्यात्ममा पनि काम सुरु गरेका छौँ। यहाँ ध्यानको के अरे कतिवटा सेसनहरू पनि भयो। अब मेडिटेसनहरू अब हामी सुरु गर्छौँ के अरे आफ्नो अलिकति वृद्ध आमा बाबाहरूको लागि। र साहित्यको सेवा चाहिँ हामीले गर्न पाएका थिएनौँ। साहित्य चाहिँ हाम्रो मेन चाहिँ हाम्रो सबै कुरा भन्दा चाहिँ साहित्य हो। साहित्य नबुझेको मान्छे, साहित्य नबुझेको समाज र नपढे किताब नपढ्ने र यो चिजहरूबाट पछि हटेको हाम्रोमा चाहिँ चिन्तन शक्ति, चेतना शक्ति भन्ने कुराको एकदम अभाव हुँदो रहेछ भन्ने म आफैले पनि महसुस गरेँ। जब जति मैले मभन्दा ज्ञानी साथीहरू, पढेका साथीहरू, सर्जक साथीहरू भेट्दै गएँ, उहाँहरूको विचारहरू सुन्दै गएँ। अनि हामीले त यो कुराहरू त सोच्न पनि नसकेका कुराहरू हाम्रा भाइ बहिनीहरूले त झन् अब त्यो पाटोमा छँदै छैनन्। तर आफ्नो भाषालाई प्रेम गर्न सिकुन्, साहित्यलाई प्रेम गर्न सिकुन्, काव्य रचनाहरूतिर हाम्रो भाइ बहिनीहरूको ध्यान जाओस्, समाजले गाउँले कविता सुन्नुपर्छ भन्ने हामीलाई थियो, एकदमै बढी त्यो एउटा यो काम गर्ने इच्छा थियो। अनि ठिकै यो हाम्रो गुरुछारी बनिसकेपछि हाम्रो गङ्गा प्रधान अझ आउनुहुन्थ्यो अनि साह्रै आशीर्वाद पनि दिनुहुन्थ्यो। कहिले यहाँ बसेर उहाँ बाहिरै बसेर पनि उहाँ रुनुहुन्थ्यो। मलाई त मर्दा पनि यही ठाउँमा मर्न पाएँ हुन्थ्यो जस्तो लाग्छ भन्नुहुन्थ्यो। अनि उहाँको किताब निस्किँदो रहेछ नि, उहाँले आएर भन्नुभयो, पुष्पन म चाहिँ मेरो प्रकाशकमा चाहिँ गुरुछारीको नाम हाल्छु ल भनेर भन्नुभयो। अनि हाम्रो लागि अब त्यो ठुलो कुरो थियो, ठुलो आशीर्वाद थियो। अनि हुन्छ हजार, अब हामीले सक्ने सहयोग चाहिँ हामी गर्छौँ, यो चाहिँ हामीलाई अवसर दिनुहोस् भनेर हामीले भन्यौँ। अनि यो विमोचन गर्ने यो आइडियाजहरूदेखि सबै कुरो चाहिँ अब हामीले अब त्यसपछि प्लान गऱ्यौँ। अनि यहाँनिर नै गर्ने, यसरी नै गर्ने एउटा प्लान चाहिँ थियो। तर अब पानीको असुविधाले गर्दा यो पानीले हामी अलिकति बाधा दिएको कारणले हामीले उहाँ अलिकति यही परिसर तर अलिकति अर्कै मन्दिरमा गऱ्यौँ है। जे भए पनि यसरी हुन सक्यो र किताबको विमोचन यही नै हो। र हामी विशेष गरी अहिले तपाईँहरूलाई यो अनलाइन यो मिडिया मार्फत पनि भन्न चाहन्छौँ, यदि तपाईँहरूलाई फेरि अरू कुनै काव्यहरूको पनि अब अहिले चाहिँ यो रेनी सिजनमा चाहिँ आउटडोरको प्लान नगरेकै राम्रो रहेछ जस्तो लाग्यो, किनभने पानीहरू आउँछ। र पछि चाहिँ अब हामीले कुनै पनि काव्यहरूको यसरी विमोचनहरू यहाँ गर्नु पर्यो भने चाहिँ त्यो चाहिँ हामीले एउटा साहित्यलाई गर्ने सेवा हो, हामीले गरेको एउटा आराधना जतिकै हो। यो विमोचन चाहिँ हामी यहाँनिर यसरी नै हामी प्लान गरेर गर्न हामी आफै पनि इच्छुक हुन्छौँ। यहाँनिर धेरै साहित्यिक कार्यक्रमहरू पनि भइरहेका हुन्छन् होइन। अनि हाम्रो डुवर्समा त धेरै साहित्यिक संस्थाहरू पनि छन्, डुवर्स नेपाली साहित्य विकास समिति, डुवर्स नेपाली साहित्य सभा अनि सृजनशील साहित्य समूह पनि हुनुहुन्छ। उहाँहरूका पनि त्यस्ता कुनै कार्यक्रमहरू यहाँ हुन सक्छ भने चाहिँ हामी चाहिँ जहिले पनि सेवा गर्नको लागि एकदमै जहिले पनि आतुर रहनेछौँ। अनि त्यो तपाईँहरूलाई गुरुछारीको तर्फबाट यो चाहिँ तपाईँहरूले हामीलाई दिनुभएको अवसर हुनेछ। अनि किन अब कुनै न कुनै रूपमा भए पनि हामी तपाईँहरूका कार्यहरूमा हामी यसरी सहभागी बन्न सक्छौँ भन्ने चाहिँ अब मलाई लागेर मैले यो चिजहरू तपाईँहरूलाई